यो भिडियोमा हजुरलाई स्वागत छ। आज चाहिँ म बाहिर गएर भिडियो बनाएर हाल्नु पर्ला भन्ने सोचिरहेको थिएँ। हेर्नु साथीहरू, तर आज चाहिँ सकिनँ क्या, किनकि बाहिर यस्तो गर्मी भयो नि पोखरामा। हिजो चाहिँ असिना पानी आएर है बिहानबाट त्यस्तै 4-5 बजीसम्म पानी पर्यो अनि बाहिर निस्किनै पाइएन। आज चाहिँ यहाँ मेरो पुन्टेला हेरेर बसिरहेको छु। अब यो पुन्टेला लिएर यति सानो बच्चा लिएर यस्तो गर्मीमा बाहिर निस्किने कुरो भन्ने भएन साथीहरू। अब भिडियो बनाउनु त छुट्टै परेको कुरा हो है, हो कि सानो? रातभरि सुत्नु दिँदैन यहाँ घर, यसो दिउँसो सुत्नु भन्ने बच्चाले गरेर सुत्न पाइँदैन। यस्तै यो गाइस, के गर्ने साथीहरू। अब यसरी नै दिन बितिरहेछ होइन। अब कपडा उठाउनु जानु पऱ्यो। बेबीको अब 4 बज्नु लगाइसक्यो, 5 बज्न लाग्यो। अब परको मौसम यस्तो छ है। हेर्नु यो बच्चाको कपडाहरू यसरी सुकाउनु पर्छ, यति धेरै है। सबै मेरो बेबीको कपडाहरू आज चाहिँ पोखरा होइन, कहाँ देखाउने, कसलाई देखाउने। आज पोखराको मौसम देखाइरहेको छु क्या। अनि भाइरल त हुनै पऱ्यो नि। यहाँ चाहिँ मेरा साथीहरू छन् गर्मी भएर। यहाँ छ एउटा यो भने सुधी भयो। यहाँ यो भने गोरे दाई। तिम्रो नाम के हो? एल्बिन गुरुङ हुन्छ होइन। यहाँ चाहिँ खेलिरहेछन् यता र उता है। ए अनि अब यहाँ कान्छी बुन्टे पनि यसरी खेलिरहेछन्। तिमी इङ्ग्लिसमा बोल्दैौ न। यहाँ चाहिँ गाउँ हो कि के हो होइन, यस्तो दामी छ। तर घाम चाहिँ गइसक्यो र शीतलो भएछ अहिले चाहिँ। अब चाहिँ बाहिर निस्किन पाइन्छ, गर्मी छैन। ओ सानो मान्छे लट्ठी लिएर हिँडिरहेको छ नि। हामी चाहिँ यसरी नै बाहिरतिर यस्तो हावा खान निस्क्यो। अहिले चाहिँ शीतलो भएर चाहिँ बाहिर पानी पर्न लाग्यो, हावा चल्यो हावा। मेरो बेबीको चाहिँ कपडाहरू उठाउनु पऱ्यो। यस्तो छ नि यहाँ हेर्नु त, यति धेरै सुकाउनु पर्छ है। बच्चा नलायो, पानी आउँछ होला आज। हिजो पनि पानी परेको थियो। अब चाहिँ म कपडा उठाउँछु होइन। यस्तै छ है। हिजो दिनभरि पानी परेर कपडाहरू सुकाउनु पाइएको थिएन। कति गाह्रो भएको हिजो दिनभरि, घाम नलाएर पानी परेर न कपडा सुकाउन पाइयो। दिनभरि बाहिर निस्किन पनि त्यस्तै हावाहुरी चलेर गाह्रो भएको थियो साथीहरू। यस्तै हो। यति कपडा चाहिँ म बाहिरभित्र लजान्छु, फेरि उठाउन आउनुपर्छ कति धेरै खाने। बुढो पानी आउनु लाग्यो कि कपडा पठाइदेऊ न। खबर सबर उठाएँ, आधा चाहिँ उठाएँ मैले। अब आधा छ है। साथी पनि आएर कि हेर्न सक्नुहुन्छ तपाईँहरूले है। के गर्ने, पानी नै छैन। हिजो पानी आएको, अब आज आउँदैन। अब भोलिसम्म बच्चाको कपडा के गर्ने। टेन्सन छ, टेन्सन साथीहरू। कता जाने पानी लिनलाई। यस्तै छ है। यसरी नै चलिरहेछ। अब आकाशबाट पानी आउँछ। ओ पुन्टे भाइ, हाई गरेको कता हो तिमी? अब चाहिँ यति कपडा चाहिँ उठाउनुपर्छ होइन। अब हावा चल्नलाई पोखरामा अब एकछिन। मेरो चाहिँ बुढोले अब छोरालाई अब कपडा फेरिदिनै पऱ्यो नि होइन। बाबु बन्न त्यति सजिलो कहाँ खाएर बुढो, गाह्रो हो नि। मेरो ठुलो बाबुलाई आज के अरे भोलि चाहिँ बुढो हाम्रो माइत जाने हो, कस्तो सामान प्याक गरिदियो है हाम्रो कपडाहरू भनेको त। बाहिर गएर बुढो बाहिर
बाहिरको के झोक्रा के भेटाए रे बाहिर गएर झोक्राएर बसिरहेको थियो कि बिचरा पेमा पिर्का लाएर गएछ उता सिरियस भएर बसिरहेको छ एकदम सिरियस भएर बसेछ अनि त्यहाँबाट भित्र आएर नि बाबु के भन्यो भन्दाखेरि केही नि भएन बाहिर एक्लै बस्न मन नदिने मलाई भनेर कराइरहेको थियो एक्लै बस्नु नि के हुँदो रहेछ भिडियो बनाउनु पर्छ कि हिजो भिडियो बनाउनु पर्ने चाहिँ बिर्सिएछु कि मैले त्यसको है अनि त्यहाँबाट त्यसरी बसिरहेको थिएँ अनि त्यसपछि किन भनेको त हामी मामाहरू जाने भोलि सामान प्याक गर्दै बुढो हाम्रो बाबुले मेरो कपडा हाल्दै भनेको हुन्छ हुन्छ म भोलि बिहान उठेर हालिदिन्छु म भनेर भन्दाखेरि त के भनेर अनि त्यसपछि सुत्यो अनि कुनामा गएर मजाले बिस्तारै पनि नमिलाइकन ब्ल्याङ्केट नअडिकन सुतिरहेको थिएँ कि अनि त्यसपछि त्यो ब्ल्याङ्केट मिलाएर बस्छु सुत बाबु किन त्यस्तो गर्ने भनेको त नि मम्मी तपाईँ भोलि नजानु न म त स्कुल नि जाँदिनँ तपाईँ जानुभयो भने त म एक्जाम अनि फेल हुन्छु कि म नजानु भनिरहेको थिएँ कि मेरो ठुलो छोराले मैले कहाँ लेखिदिनु र भयो भने अब मम्मी नहुँदाखेरि कस्तो हुन्छ भनेर उसलाई अलि नरमाइलो फिल हुन्छ होला नि बिचरालाई है सानो दादा है अनि त्यही भएर म अझै माइत गइनँ कि त्यसलाई जिस्काउनुलाई भनेको थिएँ तर जान त जानियो तर बाबुको एक्जाम भएपछि जानियो अहिले चाहिँ होइन बिचरा रोइरहेको थियो अनि के छ है कस्तो कस्तो मन भयो अनि फेरि नजाने हामीले क्यान्सल गरिदिएँ मैले चाहिँ नजाने अब आजलाई यति नै भयो साथीहरू मेरो भिडियो अहिले चाहिँ आफूलाई ग्रो गर्नको लागि मात्रै मैले यो भिडियोहरू बनाएको अब चाहिँ पछि अब ग्रो हुँदै गइन्छ अनि त्यति बेला चाहिँ राम्रो राम्रो भिडियोहरू लिएर आउँछु कमेन्ट सब्सक्राइब सेयर गर्न नबिर्सिनु होला साथीहरू बाई बाई